स्वागत छ यहाँलाई। धन्यवाद, नमस्कार। अहिले चुनावी अभियान चाहिँ सरगर्मी चाहिँ बढेको छ होइन। हजुर। यहाँले पनि आफ्नो उम्मेदवारी चाहिँ सोलुखुम्बु जिल्लाबाट दिनुभएको छ। हजुर। नेकपा एमालेबाट त्यहाँ चाहिँ प्रत्याशीको रूपमा अगाडि आउनु भएको छ। हजुर। यहाँको सर्वप्रथम चाहिँ राजनीतिक पृष्ठभूमि कसरी जोडिनु भयो अहिले राजनीतिमा, यो विषयमा चाहिँ अलिकति केही स्पष्ट पारिदिनुहोस् न। लामै समय भयो, 2058 सालदेखि म निरन्तर यो अभियानमा जोडिएको छु। विद्यार्थी राजनीति 58 सालमा प्रारम्भिक कमिटी सोताङ गाउँपालिकामा रहेको श्री वीरेन्द्र ज्योति उच्च माध्यमिक विद्यालयमा म प्रारम्भिक कमिटी अध्यक्ष थिएँ। त्यहाँबाट मेरो राजनीतिक यात्रा सुरु भयो र विद्यार्थीको जिल्ला कमिटी सचिव, अञ्चल कोषाध्यक्ष हुँदै केन्द्रीय कमिटी सदस्यसम्म भएँ र 65 सालदेखि चाहिँ रेगुलर जिल्ला कमिटीको पार्टी नेकपा एमाले सोलुखुम्बु जिल्ला कमिटीको सदस्य भएर, सचिवालय सदस्य भएर अहिले म त्यहाँको पार्टी सचिवको जिम्मेवारीमा छु। निरन्तर अब 2 दशकभन्दा बेसी भयो। जेनजी आन्दोलनपछि त्यो लिगेसी चाहिँ कतिपय जेनजी युवाहरूले लिनुभएको छ। 40 वर्ष उमेर हाराहारी त्यो उमेर समूहका युवाहरूलाई पनि स्थान चाहिँ दिएको छ। अहिलेको निर्वाचनमा चाहिँ नि अलिकति नयाँ अनुहारहरू पनि आउनु भएको छ। यसमा जस्तो यहाँको उम्मेदवारीलाई चयन गर्दाखेरि केन्द्रले जुन रूपमा निर्णय लियो, यसलाई चाहिँ कसरी दिनुभएको छ? यो चाहिँ एउटा समयको माग पनि हो। यहाँले भनेको जस्तै अब जेनजीहरूको प्रदर्शन भदौको 23 र 24 हामी बिर्सन सक्दैनौँ। यो जेनजी आन्दोलनको, जेनजी प्रदर्शनको परिणामस्वरूप पनि हो मेरो उम्मेदवारी। एउटा युवा भएको हिसाबले, महिला भएको हिसाबले यहाँले भने जस्तै अन्डर 40 को उम्मेदवार म आफू रहेको छु। यति भन्दा भन्दै फेरि यो जेनजी प्रदर्शनको एउटा त उपज त हो, यो मर्मलाई विधिवत रूपमा स्थापित गर्नको लागि त हो। तथापि म यो सामाजिक राजनीतिक अभियानमा जोडिएको लामै समय भयो। यो मेरो निरन्तरता, राजनीतिमा लागेको निरन्तरताको कारणले पनि मैले पाएको उम्मेदवारी रहेको छ यो मेरो। खासमा यहाँ चाहिँ राजनीतिप्रति कसरी आकर्षित हुनुभयो, यो विषयमा पनि केही बताइदिनुहुन्छ कि? सुरुवातमा त म यो अनिराश्री भन्छ हाम्रो जनमुखी सङ्गठन नेकपा एमालेको, यसमा आबद्ध हुँदै गर्दाखेरि म कुनै पनि राजनीतिक दलको यो जनमुखी सङ्गठनमा छु भन्ने लागेको थिएन। र हामीलाई हाम्रो सिनियर दाइले कमिटेड गर्दाखेरि यो चाहिँ विद्यार्थीहरूको हकको लागि लड्ने र सबैभन्दा अलिकति पढ्न जान्ने अनुशासित विद्यार्थीहरूको समूह बनाउँदैछौँ हामी, त्यो समूहमा तपाईँ कमिटेड हुनुहोस् भन्ने हिसाबले मलाई कमिटेड गर्नुभयो। र पछि जान्दै बुझ्दै जाँदाखेरि चाहिँ यो अनिराश्री रहेछ र म आफूलाई जुन दिन म अनिराश्रीको सदस्य भएँ भन्ने थाहा पाएँ, त्यो दिनदेखि मलाई गर्व फिल भयो। किनभने त्यो एउटा मात्रै जनमुखी सङ्गठन रहेछ, एउटा मात्रै विद्यार्थी सङ्गठन, त्यस्तो विद्यार्थी सङ्गठन रहेछ जसले चाहिँ विद्यार्थीको हकका लागि निरन्तर रूपमा लडिरहने र अनुशासित एउटा देशभक्त युवाहरूलाई, विद्यार्थीहरूलाई चाहिँ सङ्गठित गर्दै लाने सङ्गठन चाहिँ अनिराश्री रहेछ। यो हिसाबले म आफू चाहिँ कमिटेड भएर अगाडि बढेँ। सोलुखुम्बु जिल्लाको हकमा कुरा गर्दाखेरि अहिलेका समस्याहरू के छन्? मुख्य रूपमा चाहिँ म यो कामहरू चाहिँ त्यहाँ जनताको लागि गर्नुपर्छ, त्यहाँ विकास निर्माणको लागि, पूर्वाधार विकासको लागि चाहिँ गर्नुपर्छ भनेर त्यस्तै केही तय गर्नुभएको छ? त्यहाँको समस्या भन्नुभन्दा पहिला मेरो जिम्मेवारीको विगतको केही मेरो जिम्मेवारी मलाई भन्न मन लाग्यो यहाँको समक्ष यो मिडिया मार्फत। म विगतमा दुर्गम क्षेत्र विकास समितिको सदस्य पनि भइसकेको। उमेरको हिसाबले भलै म अलिकति सानो उमेरको अन्डर 40 को होला, तथापि म दुर्गम क्षेत्र विकास समितिको एकपटक सदस्य, तत्कालीन सुकुम्बासी समस्या समाधान आयोगको पनि म सदस्य भइसकेको र 2074 सालमा सोलुखुम्बु जिल्लाको एउटा मात्रै नगरपालिका रहेको छ, सोलुखुम्बु नगरपालिका, त्यहाँको उपप्रमुख हैसियतले पनि 5 वर्ष सफलतापूर्वक कार्यकाल मेरो सफल अथवा उमेरपूर्वक मैले बिताएको छु। यसो भनिरहँदाखेरि सोलुखुम्बु जिल्लाको यहाँले समस्याका बारेमा सोध्नुभयो, अलिकति यो ब्याकग्राउन्डमा गएर मलाई भूमिका, मेरो जिम्मेवारीको बारेमा भन्न मन लाग्यो। त्यहाँ थुप्रै खालको समस्याहरू छन्। यतिका लामो समय म त्यहाँको राजनीतिक आन्दोलनमा जोडिएको छु र जिम्मेवारीहरू पनि नेपाल सरकारको जिम्मेवारीमा पनि म रहेँ, जनताको प्रतिनिधिको रूपमा पनि मैले काम गरेँ। र त्यहाँ चाहिँ एक हिसाबले सोलुखुम्बु जिल्ला भौगोलिक विकटता भएको जिल्ला हो र सामाजिक रूपमा, राजनीतिक रूपमा त्यहाँका धेरै समस्याहरू छन्। ती समस्याहरूलाई हामीले सँगसँगै लिएर जानको लागि चाहिँ खास गरी तपाईँ भन्नुहुन्छ भने सडक सञ्जालहरू पनि अहिले पनि सबैतिर कालोपत्री भइसकेको परिस्थिति छैन। सदरमुकामसम्म मात्रै बाटो पिच भएको छ, त्योभन्दा अरू बाटोहरू पिच भएको परिस्थिति छैन। त्यहाँका मोटरवेल पुलहरू बनाउनु छ, त्यहाँका चाहिँ सामाजिक आन्दोलनहरू, सामाजिक सचेतनाका कार्यक्रमहरू हामीले सञ्चालन गरेर महिलाहरूलाई चाहिँ राज्यको मूल प्रभावीकरणमा स्थापित गराउनु छ। त्यहाँका युवाहरूका चाहिँ खास गरी भन्नुहुन्छ भने सोलुखुम्बु जिल्लाको
नेपालका थुप्रै युवाहरू वैदेशिक पलायन विदेशमा गएर रोजगार गरिराख्नु भएको परिस्थिति हो। बेरोजगारीका समस्याहरू थुप्रै छन्। त्यहाँका शिक्षाहरूलाई हामीले वैज्ञानिक शिक्षाको रूपमा चाहिँ रूपान्तरण गर्न सकिरहेको परिस्थिति छैन र त्यहाँका खानेपानीका व्यवस्थापनका कुराहरू, विद्युतीकरणका व्यवस्थापनका कुराहरू लगायतका यावत समस्याहरू छन्। ती समस्याहरूलाई समाधान गर्नको निमित्त नै म आज नेकपा एमालेको सुरक्षाजवाब उम्मेदवारको रूपमा प्रतिनिधिको रूपमा उभिएको छु र ती सबै समस्याहरूलाई हल गर्ने मेरो जिम्मेवारी, मेरो दायित्व हुनेछ। जस्तो यो जेनजी आन्दोलन पछिको जुन परिवर्तित अवस्था छ, अहिले पटाक्षेप पनि चाहिँ सतहमा चाहिँ देखिएको छ। विगतदेखि वर्तमानसम्म आउँदाखेरि पुराना भनिएका नेकपा एमाले, नेपाली कङ्ग्रेस लगायतका दलहरूले चाहिँ जुन रूपमा कामहरू गर्नुपर्ने थियो त्यसलाई चाहिँ कसरी समीक्षा गर्नुहुन्छ? यहाँहरूलाई म हार्दिकताका साथ अनुरोध गर्न चाहन्छु। कुनै पनि राजनीतिक दल, कुनै पनि पार्टी भनेको निर्जीव चिज हो। त्यहाँको राजनीतिक दलको बारेमा धारणा बनाउनुभन्दा पहिला, त्यहाँको राजनीतिक पार्टीको बारेमा हामीले धारणा बनाउनुभन्दा पहिला त्यो पार्टीभित्र रहेका त्यसको प्रतिनिधित्व गर्ने प्रतिनिधिहरूको बारेमा हामी सोचौँ। कोही प्रतिनिधिले, कोही व्यक्तिले गलत गऱ्यो होला, सबै कुरा सही भएको छ भनेर म भन्न चाहन्न। इतिहासले त्यो कुरा, इतिहास साक्षी छ। कुनै कामहरू गलत भयो होला, ती गलत कामहरूको खबरदारी हामीले गर्ने हो। तर निर्जीव चिजमाथि हामीले चाहिँ पार्टी गलत छ, पुरानो पार्टी, नयाँ, त्यसैको उपजले जुन हिसाबले अहिले युवा साथीहरूले युवाहरूको नेतृत्व हस्तान्तरणको कुरा उठाउनु भएको छ, पुस्तान्तरणको कुरा उठाउनु भएको छ। अबको विकास परिवर्तन भनेको हामीले गर्ने हो, हाम्रो पुस्ताले गर्ने हो भन्ने खालको युवा साथीहरूले हामीले आवाज उठायौँ, युवा साथीहरूले आवाज उठाउनु भयो। त्यसैले त हाम्रो राजनीतिक दल, पुरानो दलहरूले पनि हामी जस्तो युवाहरूलाई अवसर दिएको छ नि त। अब युवाहरूको पालो युवाहरूले गर्नुपर्छ भनेर हामीले अवसर पाएका छौँ। त्यसैले अब हामीले पुरानो सोच भएको पार्टी, पुरानो पार्टीले यो गर्यो त्यो गर्यो भन्नु भन्दाखेरि पनि यहाँलाई थाहा छ नेपालको राजनैतिक इतिहासमा अहिलेसम्मका जति पनि आन्दोलनहरू छन्, ती आन्दोलनको, ती सफलताको, ती परिवर्तनको, ती विकास निर्माणको सबै नेतृत्वदायी भनेको नेपालको राजनैतिक दलहरूले नै गरेको छ। चाहे त्यो पञ्चायती व्यवस्था अन्त्य गर्नको लागि होस्, चाहे त्यो राणा शासनलाई अन्त्य गर्ने कुरा होस्, चाहे चाहिँ अहिलेको हामीले भनिरहेको लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने कुरामा होस्, नेपालको राजनीतिक दलहरूको महत्त्वपूर्ण भूमिका छ र नेपालको राजनीतिक दलहरूले त्यसको नेतृत्व गरेको कारणले हामी अभियान सफल भयौँ र आज यो ठाउँमा स्वतन्त्रपूर्वक सबै नागरिकले बोल्न पाएका छौँ। सबै नागरिक समान है भन्ने हिसाबले हामीले बोल्न पाएका छौँ। युवाहरूमाथि चाहिँ नेतृत्व हस्तान्तरण, पुस्तान्तरण गर्नुपर्छ र राज्यको निर्णायक तहमा पुर्याउनुपर्छ र राज्यको चाहिँ सबै कुरा चाहिँ स्थापित गर्ने कुरामा युवाहरूलाई काम दिनुपर्छ है भन्ने हिसाबले त्यो अभियानबाट नै आएको हुनाले हामीले राजनीतिक दललाई हामीले नराम्रो देख्नु भन्दाखेरि पनि, राजनीतिक दलमाथि प्रश्न उठाउनु भन्दाखेरि पनि त्यहाँ भएका प्रविधिहरूलाई चिर्दै, त्यहाँ भएका गलत कुराहरूलाई चिर्दै हामी युवाहरूको पालामा आएको कामलाई, हाम्रो हातमा आएको कुराहरूलाई हामीले सच्याएर, सुधारेर, राम्रो बनाउँदै लाने कोसिस गर्ने हो। यो कुरा चाहिँ म राख्न चाहन्छु। जुन नयाँ दलहरू आएका छन्, जुन रूपमा अहिले निर्वाचनमा होमिएका छन्, उनीहरूको भूमिकालाई लिएर चाहिँ यहाँले कस्तो विश्लेषण गर्नुभएको छ? अब यस्तो हो, मान्छेले हरेक कुरामा विकल्प खोजिरहेको हुन्छ क्या। किनभने मानव त महत्त्वाकांक्षी, परिवर्तनशील हो नि त हामी त, होइन? हामी परिवर्तन चाहिरहेको हुन्छौँ, विकल्प खोजिरहेका हुन्छौँ क्या। जस्तो राजनीतिप्रति युवाहरूको खास गरी भने अहिलेको नागरिकको वृत्तिष्णा किन भयो त भन्ने कुराबाट समीक्षा गर्नु जरुरी छ। त्यो भनेको चाहिँ हामीले चाहेको जस्तो विकास निर्माण कम्प्लिट भएन होला, होइन? सुशासनका कुराहरू होलान्, होइन? जस्तो भ्रष्टाचार मौलाएको कुरा साँचो कुरा हो, होइन? यसलाई न्यूनीकरण गर्ने कुरा र अब राज्यको हरेक तहमा तल भुइँको नागरिकको पहुँच स्थापित गर्नुपर्छ है भन्ने हिसाबले नागरिक लागेको र त्यो कुरा पुरा नभएको हुनाले केही हिसाबले चाहिँ कमी भएको कारणले चाहिँ राजनीतिक वृत्तिष्णा नागरिकहरूमा भयो र हजुरले भनेको जस्तै विकल्पहरू खोजिन थाल्यो। त्यस अन्तर्गत राजनीतिक दलहरू, पार्टीहरू खोलिने कुराहरू देखियो र हामीले देख्यौँ नि त, नयाँ अथवा विकल्प अथवा नयाँ पार्टी भनेको त रासपा हामीले देखिसकेको हो नि त, होइन? रासपा स्थापित भएर रासपाको सभापतिले नेपाल सरकारको गृहमन्त्री समेत भनेको चाहिँ सर्वोच्च निकायमा बसेर त्यो पदमा रहेर काम गर्नुभयो। त्यो पनि हामीले देख्यौँ। परिवर्तन त मुखले भने जस्तो सजिलो छैन नि, होइन? त्यहाँभित्र एउटा हाम्रो राज्यको सिस्टम जुन छ त्यो सिस्टमलाई चेन्ज गर्ने कुरा महत्त्वपूर्ण कुरा हो क्या। त्यहाँ एउटा व्यक्ति गएर एउटा चाहिँ विकल्पको पार्टी ल्याएर केही हुन्न। हामीले नेपालको राजनीतिक दलहरूको, नयाँ दलहरू पनि हामीले देख्यौँ, अब चाहिँ केही हुने रहेछ है भन्ने कुरा हामी युवाहरूलाई पनि लाग्यो, तर भएन। त्यसो भएको हुनाले हामीले राजनीतिक दललाई, नयाँ राजनीतिक दललाई प्रवेश गराउने, नयाँ राजनीतिक दललाई स्थापित गराउने भन्दाखेरि पनि हामीसँग जे छ नयाँ भए पनि पुरानो भए पनि हामीसँग भएको कुरालाई युटिलाइज गर्दै परिवर्तनको लागि, सुशासनको लागि, शान्तिको लागि, नागरिकको अमन चयनको लागि व्यवस्थित तरिकाले हामी काम गरौँ, अगाडि बढौँ। अहिले चाहिँ जुन खालको चाहिँ अब जेनजी प्रदर्शनको बेलामा चलेको कुराहरू, भ्रष्टाचारलाई अन्त्य गर्ने, 3टा एजेन्डाबाट खास गरी जेनजी प्रदर्शन भयो, भ्रष्टाचार अन्त्य गर्ने, युवाहरूमाथि चाहिँ नेतृत्व हस्तान्तरण गर्ने, पुस्तान्तरण गर्ने र
हाम्रो देशको सरकार चाहिँ स्थायी सरकार बन्नुपर्छ भन्ने कुराहरू राखेर एउटा खालको प्रदर्शन भयो र त्यो प्रदर्शन भएको कुराहरूलाई चाहिँ हामीले त्यो मर्मलाई बुझेर यसको मर्मलाई चाहिँ व्यवस्थित र विधिवत रूपमा संस्थागत गर्नु छ, त्यो दिशातिर जान चाहिँ राम्रो हो जस्तो लाग्छ। र नयाँ दलहरूलाई पनि म आह्वान गर्न चाहन्छु, नयाँ साथीहरू, विकल्प खोजिरहेका साथीहरूलाई पनि अनुरोध गर्न चाहन्छु, हामी जुन ठाउँबाट प्रतिनिधित्व गरिरहेका छौँ अब सम्भव युवाहरूको हातमा छ, परिवर्तन युवाहरूले गर्ने हो, त्यसैले हामी हातेमालो गरौँ, परिवर्तनको लागि हामी जुटौँ भन्न चाहन्छु। अब घोषणापत्र पनि राजनीतिक रूपमा सार्वजनिक हुन आवश्यक छ होइन? नेकपा एमाले चाहिँ कस्ता खालका एजेन्डाहरूलाई अब प्राथमिकतामा राख्छ? नेकपा एमाले एउटा राष्ट्रियता, राष्ट्रभाव, राष्ट्रभक्ति बोकेको पार्टी हो। जहिले पनि राष्ट्रियताको सवालमा, विकास निर्माणको सवालमा, परिवर्तनको सवालमा अग्रपङ्क्तिमा उभिन्छ। हाम्रो घोषणापत्र कुरा गर्नुहुन्छ भने यसैमा आधारित रहेर नेपालको विकास र समृद्धिका लागि समृद्ध नेपाल, सुखी नेपाल स्थापित गर्ने गन्तव्यसहितको कुराहरूलाई अगाडि सार्दै आफ्नो घोषणापत्र तयार भइरहेको परिस्थिति हो। र मेरो आफ्नो कुरा गर्नुहुन्छ भने सोलुखुम्बु जिल्लामा पनि मेरो घोषणापत्र तयार भइरहेको छ। हामी अहिले राजधानीमा आइरहेका छौँ। हाम्रो चुनावी प्रचारको क्रममा हामी सदरमुकाम फर्केपछि हाम्रो घोषणापत्र पनि हामी सार्वजनिक गर्नेछौँ। र त्यसमा अब हामी के गर्छौँ त भन्दाखेरि चाहिँ मैले अघि भने जस्तै सोलुखुम्बु जिल्लाको समृद्धि र विकासका लागि, शान्ति र सुशासनका लागि त्यहाँ भएका पर्यटकीय क्षेत्र हो सोलुखुम्बु जिल्ला। यहाँलाई थाहा छ विश्वको सर्वोच्च शिखर सगरमाथा हाम्रो छानो सोलुखुम्बुमा अवस्थित छ। पर्यटकीय प्रवर्धनका लागि हामी त्यहाँ चाहिँ पर्यटकीय खुल्ला विश्वविद्यालय स्थापना गर्नुपर्छ भनेर मैले मेरो एजेन्डाको रूपमा सारेको छु। र त्यहाँ पर्यटन प्रबन्धनसँग थुप्रै कुराहरू गर्न सकिन्छ। सांस्कृतिक, त्यहाँ चाहिँ धार्मिक, पर्यटकीय थलोको रूपमा रहेका थुप्रै सम्भावनाहरू छन्, जो चाहिँ सोलुखुम्बु जिल्लाको सोलुखुम्बु नगरपालिकामा रहेको दुधकुण्ड, त्यसै गरी पाँच पोखरी, साल्पा पोखरी चाहिँ यता आएर चाहिँ तामाखानीको जलामाई देवीको मन्दिर लगायतका थुप्रै सांस्कृतिक सम्पदाहरू छन्। त्यसको संरक्षण सम्बन्धनको लागि हामीले के खाताहरू बनाएका छौँ भने त्यहाँको शिक्षालाई, सोलुखुम्बु जिल्लाको शिक्षालाई अब हामीले अङ्ग्रेजी माध्यमबाट सानैबाट चाहिँ एउटा प्राइमरी लेभलबाट नै अङ्ग्रेजी माध्यमबाट पढाइ सुरु गर्नुपर्छ। किनभने अङ्ग्रेजी चाहिँ त विश्व भाषाको रूपमा अहिले चाहिँ एउटा खालको व्यापक रूपमा चर्चित भएको छ र अङ्ग्रेजी नभइकन हामी एक कदम पनि अगाडि बढ्न सक्ने जस्तो परिस्थिति भइरहेको छ। त्यसैले अङ्ग्रेजी भाषालाई व्यवस्थित गर्दै वैज्ञानिक शिक्षा, प्रविधियुक्त शिक्षा र डिजिटलाइजेसनको दिशातिर हामी अगाडि बढ्नुपर्छ भन्ने चाहिँ हामी हाम्रो घोषणापत्रमा समेटेर ल्याउँछौँ। त्यसै गरी त्यहाँको खानेपानी व्यवस्थापन कुराहरू छन्। सबैभन्दा बढी हाइड्रो बनिसकेको जिल्ला चाहिँ सोलुखुम्बु जिल्ला हो। र त्यो हाइड्रोहरूलाई चाहिँ हामीले व्यवस्थित गरेर ग्रामीण विद्युतीकरण मार्फत सोलुखुम्बु जिल्लाको नागरिकको घर घरमा चाहिँ उज्यालो बनाउने अभियानमा रहने पनि चाहिँ त हाम्रो घोषणापत्रमा त्यो कुरा समेटिनेछ। त्यसै गरी त्यहाँका मोटरेबल पुलहरू निर्माण गर्नु छ। बाटो अघि पनि मैले भने कच्ची बाटोहरू छन्। त्यहाँ चाहिँ खुम्पासाङलामु गाउँपालिका पर्यटकीय क्षेत्रमा जाने निमदोर्जी सडक कच्ची छ, त्यसको स्तरोन्नतिको कुरा। त्यसमा चाहिँ कालोपत्रे गरेर 12 मास चलाउनु पर्ने कुरा। सोलुखुम्बु जिल्लाको थ्रुङकोशी हुँदै सोताङ भएर महाकुलुङ जाने बाटो पिच गर्नु छ, कालोपत्रे गर्नु छ। त्यसै गरी नेचा छल्यानतिर जाने बाटो, मापेदुधकोशी जाने बाटो लगायतका यता लिखुपिकेसम्म जोड्ने सबैतिरको चारै सुरको बाटोहरू चाहिँ पिच गरेर हामीले त्यहाँको नागरिकको चाहिँ दैनिक जीवनयापनलाई हामीले सुखद तुल्याउनु छ। ती लगायतका घोषणापत्रहरूमा मेरा यी एजेन्डाहरू आउनेछन्। विजय यात्रालाई सुनिश्चित गर्नको लागि कतिको चुनौती देख्नुहुन्छ अथवा सहजताको हिसाबले कस्तो छ? यहाँको तयारी चाहिँ कस्तो छ? म त एकदम बिल्कुल त्यो हिसाबले म मेन्टल्ली कन्फिडेन्ट छु। मेरो जित हासिल हुन्छ र सोलुवासी आमाबा दाजुभाइ दिदीबहिनीहरूले मलाई विगतमा पनि निरन्तर माया प्रदान गर्नुभएको, म यो अभियानबाट, सामाजिक अभियानबाट, राजनीतिक आन्दोलनबाट कहिले पनि टाढिएको छैन। 2 दशकदेखि म सोलुखुम्बुवासीको नजिकमा रहेर उहाँहरूसँगै रहेर अभियानमा जुटिरहेको छु। म आज महिला भएर, युवा भएर मात्रै पनि उम्मेदवार भइरहेको छैन। मेरो कार्यदक्षता, मेरो कार्यक्षमता, निरन्तरको यो अभियानसँग जोडिएको कारणले पनि म आज उम्मेदवार भएको छु। त्यसैले म एउटा चाहिँ के हो भने सोलुखुम्बु जिल्लाको इतिहासमा सङ्घीय गणतन्त्र नेपालको, अहिले आएर सङ्घीय गणतन्त्र नेपाल बनेको छ, प्रतिनिधि सभातर्फको पहिलो महिला उम्मेदवार हो। त्यसैले पनि म यो दलको, त्यो दलको, यो क्षेत्रको, यो जातको नभनिकन सोलुखुम्बु जिल्लाको साझा महिलाहरूको चाहिँ उम्मेदवार हो। त्यो एउटा मेरो आधार हो भने युवाहरूको हिसाबले पनि म अन्डर 40 को उम्मेदवार हो। सबै युवाहरूसँग बिचमा बसेर काम गरेको छु। युवाहरूलाई चाहिँ व्यावसायिक बनाउने कुरामा, युवाहरूलाई चाहिँ रोजगार दिलाउने कुरामा म सधैँभरि निरन्तर लागिरहेको हुनाले पनि त्यहाँको युवा साथीहरूले पनि मलाई साथ दिनुहुन्छ भन्ने आशा गरेको छु। र अब पूर्वदेखि पश्चिमसम्म, उत्तरदेखि दक्षिणसम्म सोलुखुम्बुको सबै भूगोलमा म हिजो खुट्टाले हिँडेर यात्रा गरेको छु। त्यहाँका विकास निर्माणका, त्यहाँका समस्याका, त्यहाँका अप्ठ्याराहरूको बारेमा मलाई राम्रोसँग जानकारी छ, ज्ञान छ। हरेक नागरिकको घर दैलोमा
स्तरमा म पुगेको छु। त्यसैले पनि मेरो जित सुनिश्चित छ भन्ने लाग्छ र मलाई सोलुबासी आमा दाजुभाइ दिदीबहिनीहरूले न्याय प्रदान गर्नुहुन्छ, मलाई माया प्रदान गर्नुहुन्छ, मत दिनुहुन्छ भन्ने मैले आशा गरेको छु। यिनै आधारहरूले गर्दा चाहिँ मेरो जित सुनिश्चित छ भन्ने लाग्छ। राष्ट्रिय रूपमा हेर्ने हो भने युवाहरू चाहिँ विदेश पलायन हुनुपर्ने एउटा बाध्यता चाहिँ छ होइन, रोजगारीको अवसर छैन, अहिले उद्योग व्यापारको क्षेत्र समेत शिथिल छ, ब्याङ्कमा पैसा चाहिँ जम्मा भएर बसेको अवस्था छ। त्यस्तै यहाँ त पर्यटकीय क्षेत्र, त्यहीमाथि विश्वको सर्वोच्च शिखर सगरमाथाको आँगनमा हुर्कनु भएको व्यक्तित्व होइन, पर्यटन क्षेत्र समेत आशातीत रूपमा अगाडि बढ्न सकिरहेको छैन। यो समग्रतामा हेर्दाखेरि भोलिको दिनमा होइन जसरी चाहिँ देशलाई जुन समृद्धिको नारासहित यहाँहरू अगाडि बढ्नु भएको छ, यसलाई थप रूपमा सफल पारेर अगाडि बढ्ने सन्दर्भमा चाहिँ ठोस रूपमा चाहिँ म यो भिजनहरू होइन मसँग यो सन्दर्भहरू छन्, म यसरी अगाडि बढ्छु भन्ने विषयमा चाहिँ भोलिका योजनाहरू के छन्? सोलुखुम्बु जिल्ला पर्यटकीय जिल्ला, अघि भने जस्तै चाहँदा जे पनि गर्न सकिन्छ, जे पनि सम्भव छ। पर्यटकीय जिल्ला भएको हुनाले हामी त्यहाँको युवाहरूलाई ट्रेकिङ गाइडको रूपमा, ट्रेकिङ स्टाफको रूपमा, ट्रेकिङसँग जोडिएको, पर्यटनसँग जोडिएको चाहिँ होटल व्यवसायको रूपमा, पसलहरू हामी चाहिँ व्यवसाय गर्ने र लघु उद्यमका मार्फत पर्यटनसँग पनि हामी जोड्न सक्छौँ युवाहरूलाई। त्यहाँको आवश्यकताको आधारमा र आफ्नो कार्यदक्षताको आधारमा हामी युवाहरूलाई त्यही रोजगार पर्यटनसँग सम्बन्धित पनि गर्न सक्छौँ। एउटा कुरा। अर्को, सोलुखुम्बु जिल्ला 8,848 मिटरदेखि 700 मिटरसम्मको एकदमै मरिच फल्ने ठाउँसम्म छ कि त्यहाँको भूगोल। त्यसो भएको हुनाले उत्पादनमुखी एकदमै धेरै उत्पादन उर्वर भूमि पनि सोलुखुम्बुमा छ। हामी कृषिलाई आधुनिकीकरण गर्दै, पशुपालनलाई आधुनिकीकरण गर्दै सबै कृषिसँग पनि हामी युवाहरूलाई जोडेर त्यहाँ हामी चाहिँ उहाँहरूलाई स्वरोजगार दिन सक्छौँ, व्यावसायिक बनाउन सक्छौँ र व्यवसाय मार्फत युवाहरूलाई चाहिँ अर्थतन्त्रमा मजबुत बनाउन सक्छौँ भन्ने आधार रहेको छ भने हामी एउटा खालको व्यावसायिक हिसाबले पनि थुप्रो युवाहरू चाहिँ त विभिन्न कामसँग जोडिनु भएको छ। दक्षताको आधारमा, सिपको आधारमा उहाँहरू चाहिँ त अब टेक्निकल कुराहरूमा पनि धेरै कुराहरू हाम्रो सम्भावना छ। सोलुखुम्बु जिल्लामा मैले अघि पनि भने हाइड्रो धेरै उत्पादन भएको जिल्ला हो। हाइड्रोसँग विद्युतीकरणसँग जोडिएर पनि युवाहरूले चाहिँ त्यहाँको चाहिँ आइटीको क्षेत्रमा पनि धेरै कामहरू हामी गर्न सक्छौँ। त्यहाँका प्रविधि निर्माण गर्ने कुरामा पनि हामी धेरै काम गर्न सक्छौँ। लगायतका यावत कुराहरूसँग चाहिँ त हामी लघु उद्यमसँग जोडेर स्वरोजगारी बनाउँदै युवाहरूलाई चाहिँ हामी आर्थिक रूपमा सशक्त बनाउने र आत्मनिर्भर बनाउने, व्यवसाय बनाउने, रोजगार दिलाउने कुरामा चाहिँ यी आधारहरू छन्। जस्तो अहिलेको अवस्थामा हेर्ने हो भने जेनजी आन्दोलन पछिको परिस्थिति छ, त्यसमा चाहिँ बढी रूपमा टार्गेट भएको नेताको रूपमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पर्नु भएको छ होइन, जुन नयाँ दलहरू आएका छन्। उनीहरूले चाहिँ मुख्य रूपमा केपी ओलीकै कारणले गर्दाखेरि देशमा यो अवस्था आयो भन्ने पनि खालको कुराहरू पनि आइरहेका छन्। यसलाई चाहिँ कसरी प्रतिवाद गरिन्छ? नेपालको राजनीतिमा जुन खालको हाम्रो संस्कार बसेको छ, अर्काको विरोध गरेर आफू स्थापित हुने, अर्काको खुट्टा तानेर आफू माथि चढ्ने प्रविधि मात्रै हो। किनभने हामीलाई थाहा छ नेपालको इतिहासमा त्यो लिपुलेक लिम्पिया धुराको चुचे नक्सा ल्याउने केपी ओली हो। हामी साँचो कुरालाई त साँचो भनौँ न होइन, कतिपय कुराहरू कमी कमजोरी भयो होला, त्यसलाई स्वीकार गरेर परिवर्तन गरेर सुधारेर लानुपर्छ। तर राष्ट्रियताको सवालमा केपी ओलीको ठाउँमा अरू कोही मान्छेले किन गरेन त? यतिका धेरै प्रधानमन्त्रीको लावा लस्कर छ नेपालमा, अहिलेसम्म कति धेरै प्रधानमन्त्री भइसक्नुभयो, तर कोही पनि प्रधानमन्त्रीले त्यो गर्नु भएन। त्यसैले राष्ट्रियको सवालमा अग्रपङ्क्तिमा हुनुहुन्छ। विकास निर्माणको कुरा गर्नुहुन्छ भने उहाँका पालामा धेरै कुराहरू भएका छन्। धरहरा उठेको छ, महाभूकम्पको बेलामा यति धेरै घरहरू लडे ढले, कोही पनि नागरिकहरू, धेरै नागरिकहरू चाहिँ घरबारविहीन नागरिकहरू हुनुहुन्थ्यो। उहाँको पालामा सबै घरहरू उठे, बने। यी कुरो लगायतका पूर्व पश्चिम राजमार्गको कुराहरू छन्, रानी पोखरीका कुराहरू छन्। हामी चाहिँ हाम्रो बिचमा हामी सम्भावनाहरूलाई सुरुङ मार्गको कुराहरू हेरौँ, सम्भव रहेछ नि त होइन। सुरुङ मार्ग बनाउने भन्दाखेरि खिचिटिउरी गर्ने पनि राजनीतिक दलहरू अथवा अरू नागरिकहरू त्यस्तो पनि हुनुहुन्थ्यो। तर सम्भावना भएको कुरा र गर्नु भएको कुराको चाहिँ प्रशंसा गरौँ भन्न चाहन्छु। त्यसैले केपी ओली भन्दा सादा जीवन, एउटा इमान्दार नेता, राष्ट्रवादी सोच भएको, राष्ट्रको लागि सोच्ने नेता चाहिँ अरू कोही पनि हुनुहुन्न। र उहाँप्रति मेरो सधैँभरि श्रद्धा भाव पनि छ, रेस्पेक्ट पनि छ। र हामीले कुरा गर्दाखेरि, टिका टिप्पणी गर्दाखेरि उहाँले बोलेका कुराहरू कति कुराहरू चर्को भएर आयो होलान्। त्यही कुरालाई आधार मानेर उहाँमाथि चाहिँ जाइ लाग्नुपर्ने, खैरो खन्नुपर्ने आवश्यकता चाहिँ छैन। कमी कमजोरी भएको कुराहरूलाई मैले अघि पनि भने त्यसलाई एक्सक्युज गरेर सुधारेर राम्रो गरेर लाने हो। र राम्रो कुरालाई जहिले पनि राम्रो भनौँ र सम्मान गर्ने पर्ने कुरामा सम्मान मेरो पनि रहन्छ र सम्मान गर्नको लागि पनि अनुरोध गर्न चाहन्छु।
चुनावी प्रक्षेपण हुन्छ नि त्यसमा अब हाम्रो पार्टीले हाम्रो दलले चाहिँ यति सिट ल्याउँछ होइन कस्तो लाग्छ यहाँलाई नेकपा एमालेको अब यो निर्वाचन पछिको चाहिँ नतिजाले चाहिँ एमालेलाई कुन स्थानमा पुर्याउला कतिपयले त तेस्रो स्थानमा पुग्छ समेत भन्न भ्याएका छन् होइन यो सामाजिक सञ्जालदेखि लिएर समाचारहरूमा समेत चाहिँ यो कुराहरू चाहिँ आइरहेको छ यहाँको विचारमा चाहिँ एमाले अब कुन पोजिसनमा आउँछ नेकपा एमाले यो देशमा पहिलो पार्टी बन्छ म त्यो तपाईँहरूको बिचमा घोषणा गर्न चाहन्छु र त्यो हामीले आधारहरू देखेका छौँ के त भन्दाखेरि चाहिँ अहिले नागरिक कोही पनि सोझो छैन कोही सबै नागरिकहरू सचेत हुनुहुन्छ के को कारणले कसो कारणले चाहिँ नेकपा एमालेप्रति चाहिँ घेराबन्दी भइरहेको छ चौधरी रूपमा चाहिँ त नेकपा एमालेमाथि चाहिँ ईर्ष्या गरेर जैलेसी गरेर चाहिँ अरू चाहिँ अपभाव फैलाउने काम भइरहेको छ त्यो कुरा नेपाल अधिराज्यभरि बस्नुभएको नेपाली नागरिकहरूले मनन गर्नुभएको छ चिन्तन गर्नुभएको छ र सबै नागरिकको सचेतनामा त्यो कुरा जारी रहेको छ भन्ने मलाई लाग्छ अर्को कुरा चाहिँ यसका आधारहरू के हो त भन्दाखेरि चाहिँ अहिलेको युगले मागेको उम्मेदवारहरू नेकपा एमाले जस्तो हामी जस्तो युवाहरूलाई उम्मेदवार बनाएको छ हामी यो युगले मागेको युवा पनि हो महिला पनि हो परिवर्तनका लागि हामी सम्भाग शक्तिको रूपमा पनि स्थापित हुन सक्छौँ त्यसैले पनि हामी जस्तो युवाहरूको पक्षमा हामी जस्तो युवाहरूलाई स्थापित गराउने कुरामा नेकपा एमाले जहिले पनि लागिरहेको छ त्यसैले पनि हामी जस्तो उम्मेदवारहरू चाहिँ विजय भएर आउँछौँ र पार्टीमा लामो समयदेखि योगदान पुर्याउनु भएको विकास निर्माणसँग निरन्तर जोडिनु भएको र नयाँ नेपाल सिर्जनाका लागि समृद्ध नेपाल निर्माण गर्न सक्ने खाका कोर्न सक्ने खाले उम्मेदवारहरूलाई टिकट दिएको छ नेकपा एमाले हिजो पनि विकासमा सँगसँगै आज पनि सँगसँगै र भोलि पनि समृद्धिका लागि निरन्तर रूपमा काम गर्न सक्ने चाहिँ पार्टी भनेको भिजन तयार गर्ने कुरा पनि नेकपा एमाले नै हो र ग्राउन्ड लेभलमा पनि सबै नेता कार्यकर्ताहरू त्यही हिसाबले इस्टाब्लिस भइराख्नु भएको छ र मतदाताहरू पनि त्यही हिसाबले चुनाव कहिले आउँछ र नेकपा एमालेको सूर्य चिन्हमा मतदान गरौँ भन्ने हिसाबले लालायत हुनुहुन्छ त्यही हिसाबले नेकपा एमाले पहिलो पार्टी बन्छ एमाले भित्र चाहिँ लोकतन्त्र चाहिँ हराउँदै गएको छ होइन जस्तो योगेश भट्टराई शङ्कर पाण्डे जस्ता चाहिँ नेताहरू चाहिँ अहिले किनारामा बस्नु परेको अवस्था छ भन्ने खालका टिप्पणीहरू पनि हुँदै आएको छ वास्तवमा यहाँले चाहिँ कसरी हेर्नु भएको छ नेताहरूप्रति अग्रज नेताहरूप्रति हाम्रो सम्मान छ सदैव श्रद्धा रहन्छ र नेकपा एमाले त्यो गर्छ पनि तपाईँले नाम लिएको नेताहरू पटक पटक निर्वाचित हुनुभएको छ टिकट पाउनु भएको छ मन्त्री पनि हुनुभएको छ इतिहास जहिले पनि स्वर्णिम अक्षरले लेखिन्छ र उहाँहरू सफल प्रतिनिधिको रूपमा पनि कहलिसक्नु भएको छ अहिले समयको माग हो नि त यहाँले भनेको जस्तै युवाहरूमा नेतृत्व हस्तान्तरण गर्नुपर्छ पुस्तान्तरण गर्नुपर्छ अब राज्य चाहिँ युवाको हातमा सुम्पिनुपर्छ है भनेर भनिएको हो नि त त्यसैले यो समयको माग यो परिस्थितिको माग सबै कुराले गर्दाखेरि युवाहरूमाथि चाहिँ नेतृत्व हस्तान्तरण गर्ने सिलसिलामा आज उहाँहरूले पालो पाउनु भएन र अरू युवाहरूले हामीले अवसर पाएका छौँ र त्यो अवसरमा हामीले अवसर पाए तापनि हामी निर्वाचित भएपछि पुनः त्यो उहाँहरू जो निर्वाचित पहिला हुनुभयो जो मन्त्री हुनुभयो जो हाम्रो अग्रज नेताहरू हुनुहुन्छ जो चाहिँ विकास प्रेमी नागरिकहरू हुनुहुन्छ उहाँहरूको सबैको सल्लाह सुझावलाई सँगसँगै लिएर जानेर विकास निर्माणमा टेवा पुर्याउने काम हामी गर्छौँ त्यसैले अब यसलाई चाहिँ कुन दृष्टिकोणले हेर्ने भन्दाखेरि पनि समयको माग हो परिवर्तन हामी चाहन्छौँ परिवर्तनशील समयमा परिवर्तन हुँदै जानुपर्छ नेतृत्वलाई एकै ठाउँमा नथोपेर हस्तान्तरण पुस्तान्तरण गर्दै जानुपर्छ त्यही नै भएको हो भन्ने हिसाबले बुझ्नुपर्छ हस् अन्त्यमा यहाँ चाहिँ अहिले म फागुन 21 गतेको सोलुखुम्बु जिल्लाको सूर्य चिन्हबाट प्रतिनिधि सभाको उम्मेदवारको रूपमा प्रस्तुत भएको छु र यहाँको मिडिया मार्फत म सबै सोलुवासी आमाबा दाजुभाइ दिदीबहिनीहरूलाई आह्वान गर्न चाहन्छु अनुरोध गर्न चाहन्छु सोलुखुम्बु जिल्लाको समग्र विकास र समृद्धिका निमित्त शान्ति र सुशासनको लागि मेरो उम्मेदवारी रहेको छ र यहाँहरूले विगतमा पनि लामो समयदेखि सँगै बसेर काम गर्ने अवसर दिनुभयो माया प्रदान गर्नुभएको छ एउटा अवसर सिर्जना गर्दै यहाँसम्म म आइपुगेको छु यहाँले नै पुर्याउनु भएको यहाँलाई दिनुभएको मायाको योगदानका कारण म यहाँ छु त्यसैले आउँदै गरेको निर्वाचनमा पनि फेरि एकपटक यहाँहरूको अमूल्य मत दिएर सूर्य चिन्हमा मतदान गरेर मलाई विजय गराउनुहुन्छ भन्ने आशा गरेको छु आह्वान गर्न चाहन्छु अनुरोध गर्न चाहन्छु र सोलुखुम्बु जिल्लाको विकास र निर्माणका निमित्त सधैँभरि यहाँहरूसँगै यहाँहरूको बिचमा रहेर काम गर्ने पनि प्रतिबद्धता व्यक्त गर्न चाहन्छु धन्यवाद नमस्कार